guys, welcome to my new vlog. म चाहिँ आज फेरि एउटा नयाँ भ्लग लिएर उपस्थित भएको छु। यो चाहिँ हामी कहाँ छौँ भन्दियो? हामी बेमा छौँ अहिले। बेमा यो ठाउँको नाम खोइ नयाँ वृन्दावन गौशाला भन्छ यसलाई चाहिँ हैन। एकदमै राम्रो छ। हामी चाहिँ यहाँ साथीको बिहेको लागि आएको छौँ। हेलो उहाँ हुनुहुन्छ मेरो पुच्छर नछोड्ने अस्तिको मदर्स डेको भ्लग गौशाला यो सबैभन्दा ठुलो गाईको प्रतिमा भएको स्तूप हैन। नगर न म देखाउँदैछु त तिमीलाई किन खान्छौ? यो कपाल यसो गर त। यहाँ कपाल उठ्न लागेको छ मेरो। झन्डै खानु भएन। ओके ठीक छ। अब दुई त बेमा यताबाट जाऊँ उताबाट ओद्लिम ल। म चाहिँ अलिकति हिँड्न नसक्ने कन्डिसनमा छु आएको किनभने मैले साडी लगाएको छु। यहाँ हेर्न सक्नुहुन्छ कति देखेको छु मलाई कमेन्टमा भन्नु है म कस्तो देखेको छ है। अनि त्यस पछाडि म चाहिँ यहाँ गाईको माथि हेर्न जाँदैछु। मसँग टाइम पनि छैन, म अर्को बिहेमा पनि एटेन्ड गर्न जानुपर्ने अर्को बिहे पनि छ होइन। म चाहिँ यहाँ धेरै बेर बस्दिनँ, बस गइहाल्छु यहाँबाट होइन। त्यही पनि एउटा यो ठाउँ कस्तो छ भनेर देखाऊँ न त होइन। हेर्नु मैले एकदमै राम्रो छ। मलाई चाहिँ राम्रो लाग्यो। म पहिला पनि आएको थिएँ, योचोटि मात्रै होइन। बस योचोटि फेरि आउने मौका मिल्यो जुड्यो मलाई, एकदमै खुसी लागिरहेछ। बिहे चाहिँ अलिक तल हुँदैछ उता घाटी प्यालेसमा। हामी चाहिँ यहाँ छौँ। मेरो पुच्ची आज सेम आमा छोरीले सेम लगाउने भनेर उसले पनि सेम लगा अनि मैले पनि सेम लगाएको अनि सुज पनि सेम कलर साडी उसको पनि साडीको कलर सेम मेरो पनि सेम है। सेम बट डिफ्रेन्ट चाहिँ के हो भने मैले अर्कै जुत्ता ओ डिफ्रेन्ट चाहिँ एउटा सुज छ है। एकदमै रमाइलो भइराखेको छ। वी आर इन्जोय अ लट है। यति घाम छ। मसँग जोडिँदै रहनु होला भन्न चाहन्छु। हामी चाहिँ अब बिहेमा होइन आइयो खाँदैछौँ। अब खाएर चाहिँ अब हिँड्न आँटेको चाहिँ होस्। यहाँ चाहिँ अघिल्लो बिहेमा चाहिँ मैले खाइनँ, उसले चाहिँ पानीपुरी खायो है। तिमी पानीपुरी खायो है, मैले चाहिँ केही पनि खाइनँ अनि उसले चाहिँ पानीपुरी खायो। यहाँ चाहिँ मैले पनि खाएको, खासै त्यस्तो खाउँ जस्तो लागेन होइन। एकदम ठिक छ। त्यही पनि अब चाहिँ हामी लाग्न आँटेको है। त्यही पनि हामी उता बाटो निस्केर अनि लाग्छौँ होइन। हेलो गाइस, अब चाहिँ हामी फेरि अर्को बिहेमा आएको छौँ होइन। दुईवटा बिहे छ। आज हाम्रो दुईवटा बिहे थियो अनि त्यस्तो साडी अहिले चाहिँ हामी अर्को बिहेमा छौँ। अनि जस इटाली देख्यो नि यहाँ के भन्छ यो ठाउँलाई लालभित्ती यस लालभित्ती आएको छौँ। एकदमै रमाइलो भइरहेछ। यहाँ पनि मेरो साथीको बिहे थियो होइन। अनि पुरै मेरो लुगा देखाइदिनु। मेरो एक किसिम मेरो साथी मेरो छोरी मेरो साथी जस्तै छ होइन पुरै होइन। अनि एकदम इन्जोय गरिरहेछौँ। आज चाहिँ 17 गते यहाँ बिहे 17 गते बिहे हुँदैछ अनि हामी चाहिँ आएको हामी चाहिँ साथी होइन। अनि मेरो साथी उस मेरो साथी मेरो छोरी जे होस् रमाइलो भइरहेछ। मेरो साउन्ड किन ननिस्क्या है? खोइ आज हामी गलेछौँ क्या हो धेरै हो आज हामी गलेको छौँ अनि त्यही भएर मेरो साउन्ड ननिस्क्या होला सायद। ओके ठिकै छ। सायद तपाईँहरूले सोध्दै अब यति भन्दै अब चाहिँ हाम्रो भ्लग यहीँ टुङ्गाउन चाहन्छ है। मस्त रहनुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। ह्याभ अ गुड डे। बाई।